सुनकै पलङ भए पनि निद्रा छैन भने पनि त्यो धनको अस्तित्व हुँदैन। अगाडि 84 व्यञ्जन छ तर भोक छैन भने त्यो खानाको अस्तित्व हुँदैन। यस संसारमा सबैभन्दा ठुलो सम्पत्ति भनेको मनको शान्ति हुन्छ। तपाईले वाचन गर्ने कथाहरूका भावहरू के हुन्छ? जसले आफ्नो जीवन जिउने कलालाई सुधार्न चाहनुहुन्छ, जो भगवानसँग जुड्न चाहनुहुन्छ, जसले जीवनमा सत्कर्म गर्न चाहनुहुन्छ, उहाँहरूको लागि एउटा प्रेरणादायी सन्देश लिएर आएको छु। कथा र चेतनाको सेतु बन्दै सबैको हृदयमा बस्न सफल सुप्रसिद्ध कथावाचिका राधिका दासीजी मेरो अगाडि हुनुहुन्छ। उहाँसँगको संवादमा मैले घन्टौँको समय छुट्याए पनि पक्कै पनि सकिँदैन। तर आज यो कुराकानी विशेष गरी मेलबर्नमा हुन गइरहेको आध्यात्मिक उत्सव यो प्रसङ्गमा र यो आध्यात्मिक उत्सवको उहाँ केन्द्र भएको हुनाले, उहाँ मुख्य पात्र भएको हुनाले त्यही प्रसङ्गमा थोरै कुराकानी गर्दैछु। यहाँलाई अस्ट्रेलियामा मेलबर्नमा स्वागत छ। धेरै धेरै आभार, धन्यवाद हजुर। कस्तो लाग्दैछ? 2-4 दिनको बसाइ भएको छ अस्ट्रेलियामा, तपाईँको अनुभव कस्तो हुँदैछ? एकदम आनन्ददायी छ। नेपाली मन्दिर भनेर चिनिने अस्ट्रेलियाको मेलबर्न स्थित ANMCमा अहिले म बसिरहेको छु। यहाँ आइरहँदाखेरि एकदम गर्व महसुस भएको छ। नेपालीहरूले गर्नुभएको बडो सुन्दर प्रगति देखेर र यहाँको सनातन संस्कृति सभ्यतालाई उचाइमा पुर्याउने योगदान देखेर। के लिएर आउनुभएको छ छोटकरीमा भनिदिनुहोस्? मेलबर्नमा बस्ने नेपाली समुदायलाई तपाईँले के लिएर आउनुभएको छ? वास्तवमा एउटा अमृत रूपी रस भन्छु म, आध्यात्मिक रस, जो चाहिँ अस्ट्रेलियामा रहनुभएका सबै सनातन धर्म प्रेमी व्यक्तित्वहरू मात्र नभनौँ, जसले आफ्नो जीवन जिउने कलालाई सुधार्न चाहनुहुन्छ, जसले आफ्नो जीवनलाई प्रगतिको उचाइतर्फ लिएर जान चाहनुहुन्छ, जो भगवानसँग जुड्न चाहनुहुन्छ, जसले जीवनमा सत्कर्म गर्न चाहनुहुन्छ, उहाँहरूको लागि एउटा प्रेरणादायी सन्देश लिएर आएको छु। नेपाली भूमिको बाबा पशुपतिनाथको, बाबा मुक्तिनाथको आशीर्वाद लिएर आएको छु। हजुरहरूकी छोरी, हजुरहरूकी चेली यो ठाउँमा उपस्थित भएर हजुरसँग केही थोरै भए पनि आध्यात्मिक रस अमृतलाई प्रवाह गर्न सकौँ भनेर आइपुगेको छु। अब यहाँ बस्ने नेपाली समुदायको अधिकांश जम्मात भनेको एउटा युवा अवस्थाको, युवा पिँढीको जम्मात छ। अझ विशेष गरी आफ्ना सपनाका भारी बोकेर विदेशी भूमिमा दुःख गरिरहेका युवाहरूलाई तपाईँले के सन्देश लिएर आउनुभएको छ र उहाँलाई के भन्न चाहनुहुन्छ? आजकल प्रायः जसो देखिन्छ कि दिनभरि ओठ त मुस्कुराइरहेको हुन्छ, तर सुत्ने बेलामा प्रायः जस्ता आँखाहरू रसाएका देखिएको छ। ती व्यक्तित्वहरू जसले बाहिर देखावटी हाँसो त हाँस्नुहुन्छ, तर हृदयबाट खुलेर हाँस्न सक्नु भएको छैन। परदेशको भूमिमा आउनु भएको छ, जीवनलाई एउटा सानो परिधिभित्र राखेर ठुलो सपना बोकेर आउनु भएको छ। उहाँ मात्र नभएर यहीँ 20औं वर्ष बिताएका व्यक्तित्वहरू पनि हुनुहुन्छ। सबैलाई म एउटा अनुरोध यो गर्न चाहन्छु, विशेष गरी युवा पुस्तालाई, यो आध्यात्मिक यात्रामा हजुरहरू एक दिन, एक क्षण भए पनि आएर जोडिनुहोस्, ताकि संसारमा सबैभन्दा ठुलो सम्पत्ति भनेको मनको शान्ति हुन्छ। त्यो मनको शान्तिलाई स्वीकार गर्न आउनुहोला, लिन आउनुहोला, पिउन आउनुहोला। ठुलो घरमा बस्दैमा निद्रा छैन भने त्यो निद्राको केही अस्तित्व हुँदैन। सुनकै पलङ भए पनि निद्रा छैन भने पनि त्यो धनको अस्तित्व हुँदैन। अगाडि 84 व्यञ्जन छ तर भोक छैन भने त्यो खानाको अस्तित्व हुँदैन। त्यही भएर सबैभन्दा पहिलो कुरा भनेको मनमा शान्ति, सन्तोष, सन्तुष्टि हुन आवश्यक छ। त्यसको लागि थोरै भए पनि व्यक्ति अध्यात्ममा जोडिन पायो भने पक्कै पनि उसले जीवन जिउन सिक्छ जस्तो लाग्छ मलाई। र यो कथामा चाहिँ हजुरहरू आउनुहोस्, जीवनलाई सत्कर्ममा लिएर जानलाई थोरै भए पनि प्रेरणा लिनुहोस् भन्न चाहन्छु। मैले छुटाउनै नहुने प्रश्न, तपाईँका कथा वाचनहरूमा तपाईँका कथाहरूको मुख्य भाव के हुन्छ? ती कथाहरूको सन्देश के हुन्छ? छोटकरीमा, हुन त यो प्रसङ्गमा लामो बहस गर्न सकिएला, लामा कुरा तपाईँका होलान्, आफ्ना अनुभवहरू। छोटकरीमा तपाईँले वाचन गर्ने कथाहरूका भावहरू के हुन्छ? हुन त समस्त शास्त्रले हामीलाई मोक्षको बाटोतर्फ हिँड्नको लागि सिकाएको छ। अन्ततः केही पनि स्थिर छैन, सबै आँखाले देखेका कुराहरू चाहिँ मिथ्या छन्, ब्रह्म सत्यम हो, भगवान सत्य हो भन्ने कुरा चाहिँ बुझाएको छ। यद्यपि हामीले जीवन कसरी जिउनुपर्छ, बाँच्न जबसम्म हाम्रो शरीरमा प्राण छ अथवा श्वास छ, यो आत्मा छ,
तबसम्म हामीले कस्तो प्रकारको जीवनशैली अपनाउनुपर्छ, कसरी जिउन सक्नुपर्छ र मृत्युको तयारी कस्तो गर्नुपर्छ, यी कुराहरू जान्न सक्यो भने मान्छे पल पल खुसी हुनसक्छ क्या हजुर। मान्छेले मेरो यो जीवन पनि स्थायी छैन है भन्ने बुझ्यो भने धेरै कुराहरू त्याग गर्न पनि सक्छ र सानो तिनो कुरामा खुसी हुन पनि सक्छ। र मैले चाहिँ बार बार कथामा यही भन्ने गरेको छु, हुन त शास्त्रले सिकाएको ज्ञान अथाह समुद्र हो, यो सबै कुरा त सम्भव छैन यो 7 दिनमा 5 दिनमा बुझाउनको लागि, तर पनि थोरै भए पनि हाम्रो अमृत रूपी रसलाई पिउन सक्यो भने त्यसले पक्कै पनि जीवनलाई सही कर्ममा सही ठाउँमा लिएर जान्छ भन्ने लाग्छ। र मैले लिएर आउन सक्ने त त्यति ठुलो कुरो केही छैन, तर पनि जे छ गुरुद्वारा प्राप्त भएको त्यो चाहिँ बाँड्न चाहन्छु भन्न चाहन्छु म। अब अन्त्यमा यहाँको जीवनशैली अलि फरक छ नेपालमा बस्ने नेपालीहरूको र यहाँको जीवनशैलीमा अलिकति फरक छ, भागदौड बढी छ, व्यस्तता बढी छ। त्यो व्यस्त दैनिकीबाट पनि थोरै समय छुट्याएर तपाईँ ठाउँ आउने, तपाईँलाई सुन्न आउने, तपाईँको अमृत बाणीहरू ग्रहण गर्न आउने भक्तजनहरूलाई अब जाँदा जाँदैको सन्देश? म चाहिँ के भन्छु भने हजुर, जीवनमा भागदौड त प्राण नजाउन्जेलसम्म रहन्छ हजुर। चाहे संसारको जतिसुकै विकट ठाउँमा बस्नु या त विकास भएका देशहरूमै बस्नु, चाहे जहाँ बस्नु भागदौड त हुन्छ नै। एउटा सानो कमिलालाई हेऱ्यो भने पनि ऊ जीवनभर भागदौड गरिरहेको देखिन्छ, एउटा सानो पक्षीलाई हेर्नुभयो भने पनि ऊ भागदौड गरिरहेको देखिन्छ। हामी त मनुष्य हो, धेरै सोच त छौँ, त्यही भएर भागदौडको जिन्दगीमा हामीले यो चाहिँ बिर्स्यौँ कि हामीले जीवनलाई कसरी जिउनुपर्छ, हाम्रो जीवनलाई कसरी लिएर हिँड्नुपर्छ। यदि यो जान्ने हो भने चाहिँ, जीवनको परम लक्ष्यलाई बुझ्ने हो भने चाहिँ हाम्रो जीवन सहज रूपमा जिउन सजिलो हुन्छ क्या हजुर। कसैले अँध्यारोमा धकेलिदिएर हामी यताउति लर्खराउँदै हिँड्यौँ र कसैले टर्च लाइट बालेर देखाएर देखिएको बाटोमा हिँड्यौँ भने त्यो फरक हुन्छ। त्यस्तै हो अध्यात्ममा जोडिएर हिँड्नु पनि। र हजुरहरू आउनुहोस् भन्न चाहन्छु, सबैलाई निमन्त्रण गर्न चाहन्छु। हस्, धन्यवाद छ। सम्भवतः मेरो यो क्यामेरामा यति ओजिला शब्दहरू, यति ओजिला भावहरू मैले पहिलोचोटि रेकर्ड गर्ने अवसर पनि पाएको छु जस्तो लागेको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ यो समयका लागि। धेरै धेरै आभार, धन्यवाद। हजुरलाई पनि धेरै धेरै नमन र सबैलाई एएनएमसीमा आएर कथा श्रवण गरिदिनु न अनुरोध पनि छ। धन्यवाद। हस्, धन्यवाद छ यहाँहरू सबैलाई।